बुहारी होइन बुहारी कहाँ गई छिन् देखिन त ए बुहारी आफूलाई दम परेर बोल्नै नसकिने भयो बुहारी ए बुहारी बुहारी आहा हिजो हालेको भिडियोमा त कति धेरै लाइक आएको बुहारी के भयो कति कराउन सकेको अलिकति चाउलो पकाइदेऊ न बिहान भर्खर त्यत्रो पकाएर दिएको होइन अलिकति पकाइदेऊ न औषधि खाने बेला भयो भगवानले दुईटा हात दिएकै छन् आफै पकाएर खाए भएको नि म सक्दैन पकाउन कस्तो घरमा बिहे गरेर आएछु मेरो त कर्मै फुट्यो म सक्दैन पकाउन आफै पकाएर खाने हे भगवान कस्तो कलियोग आयो एक छाक खाना पनि यत्रो महाभारत सुन्नु पर्यो तपाईले मलाई बुढेसकालमा किन छाडेर जानुभयो आज तपाईँ भइदिएको भए हामी दुःख साटासाट गर्थ्यौँ छोरालाई खाइ नखाइ बोर्डिङ स्कुलमा पढायौँ आज त्यही छोराको घरमा एक छाक खाना पनि यत्रो महाभारत सुन्नु पर्यो अब आफै पकाएर खानु पर्यो बुढेसकालमा बाँच्नै पर्यो के भयो मलाई छोरा कस्तो छ त पढाइ बाबु ठिकै छ बाबा भोलि पर्सि पढेर ज्ञानी हुने होइन हुने हो बाबा खाजा खाने बेला भयो खाजा खान जामोस् जाम बाबा मेरो फोन आएको जस्तो छ म एकछिन बाहिर गएर आउँछु हस् बाबा आमा हजुरआमा उठ्नु के भयो हजुरआमा तपाईँलाई खै के भयो चाउलो पकाउँछु भनेर गएको एक्कासी रिङ्गटा लागेर ढले मामु हुनुहुन्छ त मामुलाई भन्नु पर्थ्यो त तिम्रो मामु फेसबुक कि फेसबुक चलाउन ठिकै गरी त्यही भएर आफै पकाउन गएको छु हजुर नाति हिँड्नुहोस् म बनाइदिन्छु हजुरको बुढेसकालको सहारा मै छु इच्छा नै किन ढोइरहेकिने हेर्नुहोस् न हजुरको आमाले मलाई के भन्नुभयो झन् त्यति मिठो चाउलो पकाएर लगिदिएको मिठो छैन भनेर फ्याँकिदिनु भयो ए छोड्दौ कि आमाको पनि बुढेसकाल भएर फुस्को के आऊ छोड्देऊ नरौ त्यस्तो कुरा ए हजुर मैले भनेको मान्नुहुन्छ भने आमालाई वृद्धाश्रम लगेर छाडिदिनु वृद्धाश्रम होइन के भन्छु हो नि त हामी कहिले काहीँ घुम्न जानुपर्छ अनि आमाको हेरविचार कसले गर्छ ए बिस्तारै सोचिरहनु त अहिले मलाई कस्तो भोक लागिरहेको छ खाजा खान जामोस् जाम अब एकछिन पाठ गर्नु पर्यो हरे राम हरे कृष्ण हरे राम हरे कृष्ण हरे राम राम कृष्ण हरे राम राम कृष्ण आमा हिँड्नुस् जाम काला नाटिस बाबु तैँले झोला पनि ठुलै छ तीर्थला नाटिस क्या हो म जुटे बाटोमा भन्छु नि तपाईँ जस्तो बुढी मान्छे पनि हुन्छ तपाईँको कुरा पनि मिल्छ तपाईँ हामीहरू चाडबाडमा भेट्न पनि आउँछौँ लिन पनि आउँछौँ नि कहाँ कुन ठाउँमा मलाई भित्र आसन त लाग्न लानिनस् जान्न बाबु जान्न म मेरै घर जान्छु हिँड्नुहोस् के आमा कति जिद्दी गर्नुभएको तपाईँकै राम्रोको लागि त भनेको खोइ छैनस् जान्न बाबु जान्न म मेरै घर जान्छु यत्रै सानै थिइस् मैले तँलाई यसरी नै डोराएर स्कुल लाग्थे आज तैँले मलाई यसरी नै डोराएर आश्रम लाग्न थालिस् तेरो लागि मेरो घरमा एउटा कोठा पनि खाली भएन
ए निस्के आमा ए हजुर किन रुनु भएको नरुनुहोस् यसरी रुनु हुँदैन सबै यस्तै हो तपाईँ हामीले आफ्नै परिवार सम्झिनु नरुनु आफ्नो आँसु पुछेर चित्त बुझाउनु हामीले आफ्ना छोरा जन्मेका बेला कति खुसी भएका थियौँ आज त्यही छोराको घरमा हाम्रो लागि एउटा कोठा पनि खाली भएन मेरा पनि छोराहरू अमेरिकामा छन् तर के गर्नु उनीहरूले पनि मलाई आश्रममा लगेर छोडिदिए अब जति सकिन्छ आफूलाई सम्हाल्नु नै ठिक मेरा पनि 4 जना छोरा छन् तर के गर्नु म त्यहाँ अटेर नि मलाई पनि वृद्धाश्रम ल्याएर छोडेकी अब जति सकिन्छ आफूलाई सम्हाल्नु नै ठिक जाम खाजा खाने बेला भयो बिस्तारै हिँड्नुहोस् ए हजुर हेर्नुहोस् न यता कति राम्रो भिडियो हो नि मामु बाबा ए छोरा तिमी आयौ आज किन हो यति धेरै खुसी देख्छु त म आज मैले स्कुलमा टप गरेँ मामु ए हो र खै देखाउ त मेरो छोरा हो मेरो छोरा पछि ठुलो भएपछि हामीलाई पाल्छ नि पाल्छु नि मामु ए राम्रो गरेछौ छोरा भोलि पर्सि हामी एउटा पाल्छौँ नि पाल्छु बाबा खै यो दिनु त यो रिजल्ट हजुरआमाले चाहिँ कति खुसी हुनु होला मम्मी हजुरआमा खै बाबा हजुरआमा खै हजुरआमालाई त हामीले हजुरआमा भएको जस्तै बुढाबुढी हुने ठाउँमा छोडेर आएको नि बाबु त्यहाँ हजुरआमाको राम्रो हेरविचार हुन्छ नि बाबु हजुरआमा गएको ठाउँको नाम के हो बाबा पहिला वृद्धाश्रम हो बाबु हजुरहरू नि बुढो भएपछि कान सुन्नु होला हिँड्न सक्नुहुन्न होला आँखा हेर्न सक्नुहुन्न म नि वृद्धाश्रम छोडिदिन्छु नि होइन यो के भन्छ हजुरले त भनेको त्यहाँ राम्रो हेरविचार हुन्छ त्यस्तो राम्रो ठाउँ कसले छोड्छ एकैछिन तपाईँ यहाँ बस्नु म कपी कलम ल्याएर यहीँ बस्नु है ला